हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि साथीहरू आजदेखि चाहिँ मेरो छोराको स्कुल लाग्न थाल्यो है। समर भ्याकेसन इज ओभर नाउ। अनि म चाहिँ फटाफट उसको लागि ब्रेकफास्ट अनि टिफिनहरू रेडी गर्दैछु है। अनि आमा पनि अघि उठ्नुभयो है, उठेर बसिराख्नु भएको रहेछ। अनि यहाँ मलाई बुहारी के गर्दैछ भन्दै हेर्नु हुँदैछ पछिबाट। अनि रमिता हेर्दै बसिराख्नु भएको छ आमा चाहिँ हो। अनि म चाहिँ फटाफट पुरी बनाउनु लागेँ। अनि साथीहरू है, यो छुट्टीमा चाहिँ आमामा नानीले यति इन्जोय गर्यो, घुम्यो पनि है। अनि घर यति साह्रो गन्ध, अहिले मिलायो अहिले बिगारिदिने है। अनिखेरि माटो खेल्छ भने चाहिँ के भन्नु साथीहरू, यति साह्रो माटो खेल्छ मेरो छोराले, साह्रै मन पराउँछ। हुन त राम्रो हो माटोसँग खेलेको, तर नि साथीहरू यति कपडा गन्दा हुन्छ कि धुने गाह्रो। अनि फ्रुट्सहरू पनि मैले रेडी गरेँ काट्नुको लागि है। अब स्कुल लागेपछि त फ्रुट त चाहिन्छ, उसको दुध रोटी अनि चाना आलु मटरको सब्जी हो उसको फेभरेट हो नि त। अनि पुरी अनि मैले केतलमा निहान उठ त भनेको, उठ्यो, उठेर चाहिँ उसले टिफिन हेर्दैछ मम्मीले के हाल्दैछ भनेर हो। अनि मुखसुख धोएर ब्रसहरू नि गर्यो उसले चाहिँ हो। अनि रेडी ड्रेसहरू चाहिँ मैले उसको रेडी गरिदिएको थिएँ। अनि गाडीहरू खेलिरहेछ ऊ चाहिँ, हेर्नु न साथीहरू, यस्तो बिहान नै उठेर खेल्दै हो, खाना खाँदै गर्दैछ। अनि ड्रेसहरू लगाइदिइसकेँ मैले चाहिँ हो। अनि सबै रेडी भएर मैले चाहिँ उसलाई क्वेसनहरू सोध्दैछु, किनभने आजदेखि उसको इक्जाम पनि हो। अनि गेटमा बसेर गाडी हेरिरहेको छ उसले चाहिँ होइन। अब गाडी आउने बेला भयो नि त। अनि यसरी पर्खिरहेको हुन्छ उसले चाहिँ हो। अनि फाइनली गाडी पनि आयो, उसको बस है, भेन आयो। अनि अब चढेर जान्छ ऊ चाहिँ हो। अनि त्यही हो साथीहरू, बिहानको काम हतार यत्तिकै हुन्छ। फुपाचाले नि बाई गर्दैछ, गुड मर्निङ अङ्कल भनिरहेछ, खाइरहेको छ हो। यति भन्दै भिडियो एन्ड गर्छु। बाई बाई, थ्याङ्क फर वाचिङ।